गाइजहरुलाई हेलो गाइज वेलकम ब्याक टु माई युट्युब च्यानल। तपाईहरु सबजनालाई मेरो ब्लगमा स्वागत छ। अनि माया चाहिँ एकदम अनि तपाईहरुले एकदम सपोर्ट गरिराख्नु भएको छ। अनि त्यो भन्दा अझै धेरै सपोर्ट गर्नु होला, माया गर्नु होला। अनि त्यही हो, आज चाहिँ हाम्रो मकै छरेको मकै गोडेको ब्लग हुनेछ हैन। अनि गाउँ घरतिर कसरी मकै गोड्छन् भनेर म तपाईहरुलाई देखाउने छु। अनि मकै गोड्न पनि सिकाउने छु। आज चाहिँ एकदम पानीहरु हैन खत्रै पर्न खोजिरहेको छ। दिनहरु एकदम पानी पर्ने जस्तै भइरहेछ। हिजोतिर पनि पानी परिरहेको थियो खत्रै, अनि आज पनि पानी पर्दैछ अहिले चाहिँ। अनि हामी छिटो छिटो मकै गोड्नु पर्ने हुन्छ, फेरि पानीले भिजाउँछ हैन। दिनहरु यस्तो भइसकेको छ गाउँतिर हेर्नु, आकाशमा कालो पानी पर्ने लागिसकेको छ। मम्मीले गोड्दै हुनुहुन्छ, अनि यतापट्टि भाउजूले गोड्दै हुनुहुन्छ, अनि म पनि छु। अनि म अनि अलिक मकै गोड्दैछु। मम्मी र भाउजूलाई के भन्छ सहयोग गर्दैछु। अनि तपाईहरुलाई कस्तो लाग्छ भिडियो भन्नु होला कमेन्टमा। अनि लाइक कमेन्ट सेयर सब्स्क्राइब गर्नु चाहिँ नभुल्नु ल। विशेष गरेर सब्स्क्राइब गर्नुपर्ने हुन्छ। अनि त्यही हो, आज चाहिँ म तपाईहरुलाई मकै गोड्न सिकाउने छु। गाइजहरु हेर्नु होला मेरो ब्लगमा मकै गोडेको। ला त पगडी हेर्नु ल, मकै चाहिँ यसरी गोड्छ है। यहाँहरु है गाइजहरु, यहाँहरु है मकैको चाहिँ यस्तो गर्नुपर्छ हैन। अनि ढलेको मकैलाई चाहिँ यस्तो गर्ने, माटो उकेर लाउने। यस्तो गरेपछि मकै पछि खत्रै भल्छ। त्यसरी गोडो भन्छ मकै पछि ठुल्ठुलो घोगा लाग्छ क्या, एउटा घोगा लाग्छ भने दुईटा घोगा लाग्छ क्या। त्यही भएर हामी गोड्दैछौँ। अनि खरेलीले मकै यसपालि चाहिँ उम्रेन मजाले हैन। अहिले पानी परेर हल्का पानी परेर यतिको चाहिँ उम्रेको छ। त्यसलाई पनि मजाले गोडेर हामी एउटा बोटमा 2 घोगा मकै फलाउने छौँ यसपालि। हेर्नु होला ल। एकैछिनमा गलिँदो पनि रहेछ गाइजहरु हैन। आउनु होला, मकै गोड्नु मन लाग्छ भने हाम्रो मकै उयो टन्नै छ। देखाइदिउँ न, यता हाम्रो देखाउनु अब। यता हाम्रो धेरै छ गोड्न हैन। हामीले आधी जति मात्र बनाएको छौँ। हाम्रो बारीमा अझै मकै गोड्नु बाँकी छ। आउनु होला, कोदाली बोकेर। कोदाली छैन भने भन्नु होला, हाम्रोमा छ कोदाली। ल हेरौँ है आज चाहिँ। पानी चाहिँ पर्न थालिसकेको छ अलिअलि हैन। मलाई हल्का हल्का भिजाउनु थालिरहेछ, तर म यो पानीले भिजाएर केही भन्दिनँ। बर्खाको दिनमा अलिअलि पानी भिजेन भने त मजै आउँदैन नि हैन। त्यही भएर म भिज्दैछु, मकै पनि गोड्दैछु। तर मकै चाहिँ हामीले गोड्नुपर्ने हुन्छ जसरी भए पनि, भिजेरै भए पनि। फेरि गोडिएन भने त अर्कोचोटि मकै फल्दैन नि त। त्यो 1 घोगा लाग्ने ठाउँमा 2 घोगा फलाउनु खोजिरहेको छु मैले। फेरि मकै फलेन भने त हैन के खाने। मकै पोलेर चाहिँ खाने एकदम मजा हुन्छ। मकै पोलेर खान पनि आउनु होला हाम्रोमा, म फ्रीमै दिन्छु मकै पोलेर खान। अनि दिनहरु एकदम यस्तो बिग्रिरहेछ कि हेरौँ त ल। अब कालो 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 ल। यो चाहिँ हाम्रो गाउँ हो गाइजहरु। हावा पनि खत्रै चलिरहेछ अहिले हैन। हावा चाहिँ खत्रै चलिरहेछ। अनि चिसो चिसो हावामा क्या मजा भइदिरहेछ खन्न हैन। ला त बाबु पगडी देखाइहालौँ फेरि मेरो जाँगर। मेरो जाँगर कस्तो लाग्यो त गाइजहरुलाई, खत्रै खनिदिन्छु म। यस्तो खन्छु कि फेरि
ओहो परबाट सबजना देखा त रात पर्नै लागिसकेको छ आज रात पर्नै लागिसकेको छ रात पर्नै लागेको भन्दा पनि आज यो पानी पर्न खोजेर चाहिँ खत्रै तेरो अँध्यारो हुन लागिसकेको छ कसो म ए भनिदिनु त मेरो यो साथीहरूलाई गाइसहरूलाई ए हाम्रो मम्मीले क्या इमोसनल तरिका भनिदिएको रुवाइदिनुहुन्छ मम्मीले फेरि बोलेर ए मम्मी भनिदिनु त फेरि अब घर जाने बेला अब घर जाउँ है अब सबै छोराछोरी पनि गले थाके खाजाले पनि छोड्यो भात खाने बेला भयो पकाउनु पर्ने हाम्रो मम्मीलाई भोक लागिसक्यो अरे अब आज चाहिँ रात पर्नै लागिसकेको छ अब हामी धेरै गोड्दैनौँ आज अनि थोरै मात्र गोड्छौँ हामीले अब मेरो नि हात दुखो क्या गाइसहरू हल्का मैले पनि खत्रै जाँगर देखाइदिएँ होइन मेरो जाँगर कस्तो लाग्यो म चाहिँ खत्रै काम गर्छु जस्तो लाग्यो होला होइन खत्रै काम गर्छु खत्रै काम गर्छु म खत्रै अनि पानी पर्नै लागिसकेको छ तर यो हावाले क्या मजा भइदिएको छ है उड्दिनु जस्तो अनि हेरौँ त ल सालगाडी हेरौँ न माथि सालगाडी हावाले क्या उडाइदिएको है ओहो आकाश त कस्तो कालो हो अबै डर लाग्यो अबै आकाशबाट पानी पऱ्यो भने त भिजिन्छ भिज्यो भने जाडो हुन्छ अनि जाडो भएपछि हामी काम गरिँदैन त्यसरी पानी चाहिँ पर्नु भएन क्या हामीले काम गर्नुपर्ने हुन्छ मकै गर्नुपर्ने हुन्छ है जा त गोड एकचोटि जा त जा जाँगर देखा एकचोटि जाँगर देखा अब यसको जाँगर ल हेरौँ त ल मकै एकचोटि ठ्याक्क मकै गोड देखाइदियो त एउटा मकै भएको पुरा न दामी देखाइदियो त मम्मी यो मकै गोडेन भने के हुन्छ अरे भनिदिनु त गोडेन भने कस्तो लाग्यो आइसक्यो मकै गोडेन भने घोगा लाग्दैन अरे क्या त्यो मकै नलागेको त्यो घोगा नलागेकोहरू मात्र हुन्छ अरे क्या त्यही भएर मकै चाहिँ गोड्नै पर्छ अरे मकै किन गर्नुपर्छ भन्ने प्रश्नहरू आउला त्यो चाहिँ मम्मीले भनिदिइसक्नुभयो क्या ओहो पानी पर्न थालिसकेको छ ऊ सालघारीबाट गराउन थालिसकेको छ पानी हाम्रो गाई देखेको त नि ओहो पानी खत्रै पर्न थालिसक्यो ओहो गाईहरू आज पानी खत्रै पर्न थालिसक्यो पानी आएर म बिजोक बनाएँ मम्मी नत्र हामी सकिन्थ्यो नि गर ल जाउँ है माथि ल म चाहिँ जानुपर्ने हुन्छ पानी भिज्यो भने त मोबाइल भिज्छ है म गएर बसिहाल्छु माथि गएर पानी खत्रै पर्न थालिसकेको छ सेट गाइसहरू भाग्नुपर्ने हुन्छ जाडो भइदियो लु पानी खत्रै पर्यो लमा ओहो ल हेर्नु पर्ने हुन्छ अब पानी यस्तो पानी मैले देखेको थिइनँ अहिले कत्रो पानी परेको पसिना नि पर्दैछ क्या ल
यत्रो पानी चाहिँ मैले देखेको थिएन गाइसहरू। यत्रो पानी चाहिँ अहिले मैले देखेकै थिएन क्या। खत्रै पानी पर्थ्यो। पानी नपरेको भए चाहिँ हामीले होइन मकै गोडेर सकिन्थ्यो। ट्याप्पै पानी परेर पिठो गोड्न के गर्नु, मकै गोड्न पाइएन होइन गाइसहरू। अब खत्रै पानी पर्थ्यो ल। ओहो डेन्जर पानी पर्थ्यो हावा त ल। डेन्जर पानी परेको हाल्नुभयो होइन गाइसहरू। पानी परेर मकै गोड्न पाइएन होइन। त्यही हो आजको लागि यति नै रहनेछ। सब्सक्राइब गर्न नबिर्सनु है।